पृथ्वीमा एउटा यस्तो ठाउँ छ जहाँ कम्पासले काम गर्न छोड्छ भनिन्छ, जहाँ जहाजहरू बिना कुनै सिग्नल हराउँछन् अनि विमानहरू र्याडरबाट अचानक गायब हुन्छ। केही मानिसहरू भन्छन् यहाँ एलियन टेक्नोलोजी छ, केही भन्छन् समुद्र मुनि हराएको अटलान्टिस सिटी, अनि अरू यसलाई डेभिल्स ट्रायङ्गल भन्छन्। तर सबैभन्दा डरलाग्दो कुरा के छ भने यहाँ हराएका धेरै जहाज र विमानहरू आजसम्म भेटिएका छैनन्। यो ठाउँ हो बर्मुडा ट्रायङ्गल। एटलान्टिक ओसनको एउटा मिस्टिरियस एरिया जहाँ दशकौंदेखि डिसएपिरियन्सको कहानीहरू जन्मिरहेका छन्। तर के बर्मुडा ट्रायङ्गल साँच्चीकै रहस्यमय ठाउँ हो कि यो केवल इन्टरनेट र मिडियाले बनाएको मिथ? आज हामी यो रहस्यको भित्र गहिरो यात्रा गर्नेछौँ। नर्थ एटलान्टिक ओसनमा एउटा इमेजिनेरी ट्रायङ्गल बनाइन्छ, तीन ठाउँ जोडेर, मियामी फ्लोरिडा, बर्मुडा आइल्यान्ड अनि प्युर्टो रिको। यही ट्रायङ्गललाई भनिन्छ बर्मुडा ट्रायङ्गल। यसको एरिया लगभग 5 लाख स्क्वायर माइल्स मानिन्छ। अनि इन्ट्रेस्टिङ कुरा, यो कुनै अफिसियली डिक्लेयर्ड डेन्जरस जोन होइन। वर्ल्ड म्यापमा पनि यसको अफिसियल बााउन्ड्री छैन। तर दशकौंदेखि मानिसहरू एउटै रिपोर्ट गर्दै आएका छन्: कम्पास म्यालफङ्क्सन, अचानक वेदर चेन्ज, रेडियो साइलेन्स अनि अनएक्सप्लेन्ड डिसएपियरेन्स। तर वास्तवमा यो एरिया कति डेन्जरस मानिन्छ? यसको उत्तर लुकेको छ यसको जियोग्राफीभित्र। बर्मुडा ट्रायङ्गलको जियोग्राफी वास्तवमै अनयुजुअल छ। यहाँ गल्फ स्ट्रिम नामको एउटा शक्तिशाली ओसन करेन्ट बग्छ। यो करेन्ट यति फास्ट छ कि सायद कुनै जहाज दुर्घटना भयो भने डेब्रिस पनि छिटो टाढा पुग्न सक्छ। त्यसले रेकेज भेटाउन निकै गाह्रो हुन्छ। अनि अर्को कुरा, यहाँ वेदर अत्यन्त अनप्रेडिक्टेबल छ। केही मिनटमै काम ओसन भाइलेन्ट स्ट्रम बन्न सक्छ। हरिकेन्स, वाटर स्पाउट्स, म्यासिभ वेव्स, यी सबै यहाँ कमन छन्। अझ समुद्र मुनि हजारौं मिटर गहिरा अन्डर वाटर ट्रेन्चेस छन्। केही ठाउँमा यति गहिरा छन् कि सायद जहाज डुब्यो भने त्यसलाई फेरि भेटाउन लगभग इम्पोसिबल हुन सक्छ। मानिसहरू केवल वेदरले मात्र डराएका थिएन, किनकि केही घटनाहरू वास्तवमै बिजार थिए। डिसेम्बर 5, 1945 5वटा अमेरिकी मिलिट्री प्लेन्स ट्रेनिङ मिसनमा निस्किन्छन्। यो मिसनको नाम थियो फ्लाइट 19। सुरुमा सबै नर्मल थियो, तर केही समयपछि पाइलटले एउटा रेडियो मेसेज आयो: "वी आर नट स्योर वेयर वी आर, एभ्रिथिङ लुक्स स्ट्रेन्ज।" अनि सबैभन्दा फेमस लाइन, "इभन द ओसन डजन्ट लुक एज इट सुड।" कम्पास मेलफङ्क्सन भएको रिपोर्ट आयो। पाइलट्स कन्फ्युज भए, फ्युल कम हुँदै गयो अनि अचानक सम्पर्क टुट्यो। 5औं विमान गायब। त्यसपछि एउटा रेस्क्यु प्लेन पठाइयो, तर सकिङ कुरा, त्यो रेस्क्यु प्लेन पनि हरायो। कुल 27 जना मानिस बिना ट्रेस गायब भए। कुनै रेकेज भेटिएन, कुनै अफिसियल एन्सर पनि आएन। अनि यही घटनाले बर्मुडा ट्रायङ्गललाई विश्वभर फेमस बनायो। केवल विमान मात्र होइन, धेरै जहाजहरू पनि मिस्टेरियसली हराए, जस्तै युएसएस साइक्लोप्स। 1918 मा अमेरिकी नेभीको विशाल सिप 300 भन्दा बढी मानिस बोकेर यात्रा गरिरहेको थियो, अनि अचानक कुनै डिस्ट्रेस सिग्नल बिना गायब भयो। आजसम्म यसको रेकेज भेटिएको छैन। त्यसपछि धेरै घोस्ट सिप स्टोरिज आए। केही जहाजहरू समुद्रमा भेटिन्थे, तर त्यहाँ कुनै क्र्यू हुन्थ्यो, खानामा टेबल हुन्थ्यो, सामान इन्ट्याक्ट, तर मानिसहरू गायब। अनि यही स्टोरिजले बर्मुडा ट्रायङ्गललाई मिथभन्दा धेरै ठुलो बनायो। अनि त्यसपछि सुरु भयो थ्योरिजको एक्सप्लोसन। केही मानिसहरूले भने यहाँ एलियन एक्टिभिटी छ, अरूले भने समुद्र मुनि हराएको एटलान्टिस सिटीबाट मिस्टिरियस एनर्जी निस्किरहेको छ। केहीले त टाइम पोर्टलको सम्म कुरा गरे। इन्टरनेट भरियो कन्स्पाइरेसिस थ्योरीले, मुभी बन्ने, डकुमेन्ट्रीहरू आए, अनि बर्मुडा ट्रायङ्गल एउटा ग्लोबल मिस्ट्री ब्रान्ड बन्यो। तर साइन्सले यी थ्योरीलाई सपोर्ट गर्छ? उत्तर लगभग गर्दैन। वैज्ञानिकहरूका अनुसार बर्मुडा ट्रायङ्गलमा हुने धेरै घटनाहरू एक्सप्लेन गर्न सकिन्छ। पहिलो, यहाँ सिप र एयरक्राफ्ट ट्राफिक अत्यन्त धेरै छ। धेरै ट्राफिक भएको ठाउँमा एक्सिडेन्ट नेचुरली धेरै हुन्छ। दोस्रो, अनप्रेडिक्टेबल स्ट्रम्स। तेस्रो, ह्युमन इरर। चौथो, पावरफुल गल्फ स्ट्रिम करेन्ट्स। अनि एउटा इन्ट्रेस्टिङ कुरा, धेरै फेमस बर्मुडा स्टोरिज मिडियाले एक्जाग्जिरेट गरेको पाइयो। केही घटनाहरू एक्चुअली ट्रायङ्गल बाहिर भएका थिए, केही रिपोर्ट्स इन्कम्प्लिट थिए,
अनि युएस कोस्ट गार्डले पनि भनेको छ बर्मुडा ट्रायंगल स्ट्याटिस्टिकल्ली अरू ओशन्स भन्दा अनयुजुअल डेन्जरस छैन। त्यसैले एलियन्स, एटलान्टिस, टाइम पोर्टल अहिलेसम्म कुनै साइन्टिफिक एभिडेन्स छैन, तर यसको मतलब मिस्ट्री समाप्त भयो भन्ने होइन। आखिर मानिसहरू बर्मुडा ट्रायंगलबाट अझै किन फ्यासिनेटेड छन्? सायद किनकि मानिसलाई मिस्ट्री मनपर्छ। समुद्र आफैमा डर लाग्दो छ, पृथ्वीको धेरै ओसन अझै अनएक्सप्लोर छ, अनि जब कुनै जहाज स्ट्रेस बिना हराउँछ हाम्रो इमेजिनेसन एक्सप्लोर हुन्छ। हामी एन्सर खोज्न थाल्छौँ, अनि जब एन्सर तुरुन्त भेटिँदैन स्टोरी जमिन्छ। सायद यही कारणले बर्मुडा ट्रायंगल केवल एउटा ठाउँ होइन, यो मानव क्युरियोसिटीको सिम्बल बनेको। बर्मुडा ट्रायंगलमा भएका धेरै घटनाहरू वास्तविक थिए। मानिसहरू साँच्चीकै हराए, जहाजहरू साँच्चीकै गायब भए, तर यसको अर्थ सुपरनेचुरल पावर छ भन्ने होइन। धेरै घटनाहरू एक्सप्लेन गर्न सकिन्छ, केही अझै अनएन्सर्ड छन्, अनि सायद यही अनएन्सर्ड फिलिङ नै यसको सबैभन्दा ठुलो रहस्य हो। किनकि कहिलेकाहीँ मानिसलाई एन्सर भन्दा मिस्ट्री नै बढी मनपर्छ। बर्मुडा ट्रायंगल सायद पृथ्वीको सबैभन्दा डेन्जरस ठाउँ होइन, तर निश्चित रूपमा यो पृथ्वीको सबैभन्दा फेमस मिस्ट्री मध्ये एक हो। यदि तपाईँ बर्मुडा ट्रायंगलमाथि उडिरहनु भएको छ भने सायद बर्मुडा ट्रायंगल पार गर्दा केही पनि हुँदैन, वा सायद तपाईँ पनि एउटा अर्को अनएक्सप्लेन्ड स्टोरी बन्न सक्नुहुन्छ। तपाईँको विचारमा बर्मुडा ट्रायंगल केवल मिथ हो कि यहाँ अझै केही अनएक्सप्लेन्ड रहस्य बाँकी छ? कमेन्ट गरेर भन्नुहोस्। अनि यस्तै सिनेम्याटिक मिस्ट्री डकुमेन्ट्रिज मनपर्छ भने लाइक, शेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस्। भेटौँला अर्को रहस्यमय कहानीमा। धन्यवाद।